सो गाइज विक्रम भ्लग 2 मा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म हजुरहरूलाई कसरी प्याज लगाउने भनेर चाहिँ सिकाउन गइरहेको छु। अस्ति चाहिँ मैले हजुरलाई प्याज आलु कोरेर हामी देखाएको थियौँ। अब चाहिँ हजुरलाई प्याज कसरी लगाउने भनेर सिकाउँछु। पुरा भिडियो हेर्न नबिर्सिनु। पहिले चाहिँ यता यसरी खन्नुपर्ने हुन्छ। यसरी चाहिँ यता प्याज लाउनुपर्छ। यता पुरै यो बारीमा अरू लाउने, यता चाहिँ प्याज लाएर अब चाहिँ यता हेर्नुहोस्, अस्ति हामीले यो पुरा बारीमा आलु थियो, अहिले चाहिँ हामीले पुरा आलु निकालेर प्याज लाउन सुरु गरिसक्यौँ। अब प्याज लाउने यो सब, अब यो सबलाई अब फेरि खन्नुपर्ने छ। उता खन्दै हुनुहुन्छ र म यता देखाउँदैछु। हाम्रो चाहिँ यो फुलकोपी यत्रो भइसकेको छ। हजुरहरूको कत्रो भयो तपाईँहरू देखाउनु नबिर्सिनु होला। हेर्नुहोस्, हामीले चाहिँ यता चाहिँ हाम्रो करेसा बारी यस्तो छ है। करेसा बारीभरि पुरै हाम्रो चाहिँ फुलकोपी छ। अनि यता चाहिँ धनियाँ तोरीसोरी छ। उता चाहिँ खनिरहनु भएछ है। अब चाहिँ म हजुरलाई प्याज कसरी काट्ने भनेर देखाउँछु है। यसरी प्याज काटेर बनाउनुपर्छ। अब त्यहाँ गएर रोप्नुपर्छ। यो चाहिँ यसको पात हो, यो चाहिँ यसको जरा हो। यही लगाउनुपर्छ। अहिले हामीसँग यति धेरै छन्। यता पनि छ, यता पनि छ। यो सबै लगाउने हो। अहिले हामी चाहिँ यो सबै बारीमा लगाउने। यता खनिरहनु भएछ, म चाहिँ यता भिडियो बनाइरहेको छु। यसरी यसलाई चाहिँ एकदम फुटबल खेल्ने जस्तो सम्म बनाइरहनु भएछ। यसमा चाहिँ अहिले लगाउनुहुन्छ है। हाम्रो चाहिँ लसुन बारी यस्तो भएछ। यो पनि हामीले लगाएको, मैले लगाएको। यसको चाहिँ यसरी जडा काटेर अनि आधा थोरै जडा काटेर अनि फेरि यसको चाहिँ त्यहाँ यसको टुप्पा यो काटेर, यो प्यालोबा काटेर अनि यो जडा काटेर बनाउनु पर्छ। यसलाई चाहिँ यो बनाउनु लगाएको 1 घन्टा जति भइसक्यो। अहिलेसम्म यो चाहिँ सकिरहनु भएको छैन उहाँहरूले। अब चाहिँ अरू हेरौँ के छ। हाम्रो चाहिँ अर्को भ्लगमा के भएको थियो भने चाहिँ मैले योभन्दा अगाडिको भ्लगमा यहाँ चाहिँ सटकट सवाल देखाएको थिएँ। र यो आँपको यो जडा छ नि, यसमा चाहिँ हामीले दबाई हालेका थियौँ। अब चाहिँ यसमा हामीले दबाई हालेर भ्याइसक्यौँ अर्को भ्लगमा। अब चाहिँ हामी प्याज लगाउन सुरु गरेका छौँ र आलु पनि निकालिसक्यौँ। अब हामी चाहिँ प्याज लगाउँछौँ है। कसरी लगाउँछौँ यो सब प्रोसेस म हजुरहरूलाई देखाइरहेको छु। मेरो भिडियोलाई सब्सक्राइब गर्न नबिर्सिनु। सरी मैले भनेको छु सब्सक्राइब, तर नाइ भिडियोलाई सब्सक्राइब भनेछु, तर च्यानललाई सब्सक्राइब गर्नु, भिडियोलाई लाइक गर्नु। यो चाहिँ सबै बारी, यो जो मेरो पछाडि बारी देखिरहनु छ, यो सबै बारीमा हामीले चाहिँ लगाउनेछौँ आज प्याज। अनि यस्तो बारी राम्रो छ। अब म पनि खन्न गएँ है। अब चाहिँ म खन्न लागिसकेको छु। अब चाहिँ मेरो काम आइगयो। अब म यो खरानीलाई यता फाल्छु। यता चाहिँ खन्न फेरि लागिसक्नु भयो। अब यता खनेर अब यता खन्नुपर्छ फेरि। काम गरिरहेछौँ। यसरी फालिरहनु भएको छ यहाँ चाहिँ। वाउ, वाह खत्रै छ। खरानी फाल्दै हुनुहुन्छ है यो अहिलेसम्म। यस्तो वाउ गजब दिक्क छ यहाँबाट चाहिँ। उता मम्मी चाहिँ यो बनाइरहनु भएछ अनि उता दिदी उता काम गरिरहनु छ। म खनेर भर्खर आएको छु। अब चाहिँ राखौँ है। वाउ यति बनाइसक्नु भयो। अब चाहिँ यता यसरी लगाउँछन्। यसरी चाहिँ यहाँ लगाउने सुरु भइसकेको छ। र यसरी लट्ठीले गाड्ने र यसरी लाउने। गाउँले जीवन चाहिँ यस्तै छ है साथीहरू। यसरी पछाडि फेरि ब्याकग्राउन्डमा यसरी काम गरिरहनु बनिरहनु भएको छ। अब चाहिँ लगाएर सकिसक्नु भएको छैन। अहिले यति पुग्नुभयो। अब अर्कोचोटि कति पुग्नुहुन्छ। यताको यस्तो राम्रो मौसम छ गुलरियामा। यता काम गर्दै यता चाहिँ त्यो प्याजलाई बनाउँदै हुन्छ। उता चाहिँ काम गर्दै। अब चाहिँ हामी यहाँ चाहिँ हाम्रो बारीमा धेरै यहाँ चाहिँ अब चाहिँ हामी के गर्दैछौँ भने चाहिँ हाम्रो चाहिँ बुट्टाहरूमा धेरै नै अलिकति किराहरू लागेको हुनाले अब चाहिँ उहाँ दबाई हाल्दै हुनुहुन्छ।
हाम्रो बाबा हुनुहुन्छ उहाँबाट दबाई हाल्दै हुनुहुन्छ यी बुट्टाहरूमा माथिबाटै हाल्दै हुनुहुन्छ अब दबाई हाल्न गइरहेको छौँ हामीहरू उता हामीले चाहिँ यत्रो बाढी अहिले खनेर भ्यायौँ त्यो चाहिँ अरूको बाढी हो यसरी मोटर चालु भयो अब यसबाट गर्दै हुन्छ माथिबाट यता आयो दबाई थोरै हातमा आयो क्या यसरी चाहिँ यहाँ पुरै लगाइरहनु भएको छ र यता चाहिँ यस्तो अब अघिसम्म अलि अँध्यारो थियो अहिले त यस्तो घाम लागिसकेको छ यति घाममा हामीले भिडियो बनाएको छौँ हाम्रो च्यानललाई नयाँ हुनुहुन्छ भने हजुरले सब्सक्राइब गर्नु नबिर्सिनु र हामी जानुपर्छ दबाई चाहिँ मेरो शरीरमा आए जस्तो लाग्यो त्यसैले अब चाहिँ म अलि टाढै गएर भिडियो बनाउँछु अनि मान्छेहरू अहिले चाहिँ सब कपडा सुकाइरहेका छन् अनि हाम्रो घरभन्दा उता चाहिँ पुरा उखुबारी छ यो चाहिँ उखुबारी अहिले काटेछन् अनि उता चाहिँ हामीले लगाइरहेछौँ होइन मुखमै आएर जस्तो छ तपाईँ यतैसम्म म त्यसैले यहाँ बस्न सुरक्षित छैन म चाहिँ प्याज लिनु गइसकेको छु अब म प्याज लिएर आउँछु है त म चाहिँ आइसकेको थिएँ होइन यहाँ अब यहाँ पुरै पाइएन बिउ नै अब चाहिँ म घर फर्किँदैछु हेर्नु है म आएको तर बिउ नै पाइएन कि गाई चाहिँ एउटा पनि त्यसैले अब म घर फर्किहाल्न लाग्छु साइकलमा म कुदाएर गएको यस्तो खतरा बाटो गइरहेको छु अब म चाहिँ घर गएर ल बाई बाई है